झापाको अर्जुनधारा नगरपालिका अन्तर्गत खुदनाबारी बजारमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यसँग सीधा खेलवाड भइरहेको तथ्य फेला परेको छ। अनुगमनका क्रममा राहुल मिष्टान्न भण्डारमा अखाद्य तेल प्रयोग भएको भेटिएको छ भने दुर्गा माता सप्लायर्समा पनि गुणस्तरहीन तथा अखाद्य सामग्री बरामद गरिएको अनुगमन टोलीले जनाएको छ। बजार क्षेत्रका केही मिठाई पसलहरूमा समेत अखाद्य वस्तुहरू प्रयोग भइरहेको पाइएको छ, जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने देखिएको छ। त्यसैगरी घुम्ती खाद्यान्न पसलहरूमा पनि सरसफाइको न्यूनतम मापदण्ड समेत पालना नगरिएको पाइएको छ। थापा किराना पसलमा म्याद गुज्रिएका बिस्कुट, चकलेट र पापडहरू बिक्रीका लागि राखिएको भेटिएको छ। त्यसैगरी श्रेष्ठ किराना पसलमा पनि मिति नागेका खाद्यान्न सामग्रीहरू फेला परेको छ। अनुगमन टोलीले यस्तो गैर जिम्मेवारी गतिविधि तुरुन्त बन्द गर्न कडा निर्देशन दिँदै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने चेतावनी समेत दिएको छ। अनुगमन टोलीमा सुभाष चन्द्र वस्ती, चुडामणि निरौला, प्रहलाद ढुङ्गाना लगायतका प्रहरी, नगर प्रहरी, सञ्चारकर्मी तथा जनप्रतिनिधिहरूको सहभागितामा बजार अनुगमन गरिएको थियो। नमस्कार, म सुभाष चन्द्र वस्ती, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुर। हामीले खास गरी यो तेलको गुणस्तर चाहिँ हामीले बेला मौकामा हेर्ने गरिएकै हो। तथापि अहिले अलि व्यापक रूपमा हेरिएकोले गर्दाखेरि यहाँले थाहा पाउनु भएको हुनसक्छ। यो उपकरण आएको मलाई लाग्छ 2-3 वर्ष नै भयो र यसबिचमा हामीले हाम्रो कार्यक्षेत्र पनि अलिकति व्यापक हुनाले ताप्लेजुङसम्म पनि गइरहनु पर्ने हुनाले हामी झापामा अलिक फोकस नभएका पनि हुनसक्छ। तर बेला मौकामा चाहिँ हामीले यो तेलको टोटल पोलारिक कम्पाउन्ड मेटेरियल हाम्रो जुन टेस्ट गर्छ त्यसको प्रयोग गरेर चाहिँ गर्ने गरिएको छ। र खास गरी अब तेल चाहिँ विभिन्न खाद्यवस्तुहरू तार्ने क्रममा चाहिँ त्यो दूषित हुँदै जान्छ। त्यसको चाहिँ जुन गुणस्तरमा चाहिँ परिवर्तन हुँदै जान्छ र त्यो चाहिँ एउटा अखाद्य अवस्थामा पुग्छ। जब त्यो टिपिएम भ्यालु चाहिँ 24 पुग्छ त्यस पछाडि त्यसलाई चाहिँ अखाद्य मानिएको हुन्छ, अखाद्य मानिन्छ र त्यो मेसिनले आफै त्यहाँ रातो चाहिँ डिस्प्ले गर्छ। र जब हरियो हुन्जेल 20सम्म पुग्दाखेरि त्यसले हरियो डिस्प्ले गर्छ, 20 पछाडि त्यसले येल्लो गर्छ र 24 काटेपछि चाहिँ रेड गर्छ। र रेड गर्ने बेलामा चाहिँ त्यो हामी खान अयोग्य हुन्छ र त्यसलाई चाहिँ हामीले चाहिँ डिस्कार्ड गर्नुपर्ने हुन्छ। येल्लो हुँदाखेरि पनि त्यसको चाहिँ वार्निङ दिइसकेको हुन्छ र क्रमशः खराब हुँदै गएको छ भन्ने कुराको त्यसले सङ्केत चाहिँ गर्छ। खास गरी हामी उपभोक्ता पनि सचेत हुँदै गइरहेको चाहिँ अवस्था छ र पकाउने तेल पनि कस्तो किसिमको गुणस्तरको छ अथवा चाहिँ वरिपरिको वातावरण चाहिँ कस्तो छ, पकाउने भाँडाकुँडाहरू चाहिँ कस्ता छन् हेरेर हामीले चाहिँ खाना गऱ्यौँ भने हामी अलिकति त्यसमा बच्न सक्छौँ। र अब तेलको गुणस्तर चाहिँ अलिकति ल्याबमा नै परीक्षण गर्दाखेरि यो चाहिँ अब प्रारम्भिक मात्रै हो, तैपनि यसले एउटा सङ्केत भने चाहिँ अवश्य गर्छ। र गुणस्तरीय तेल 1-2 पटक मात्रै तार्दाखेरि त्यत्रो खराब हुँदैन र पटक पटक तार्ने गरियो अथवा आज त तारेको तेललाई चाहिँ भोलि पुनः प्रयोग गर्ने गरियो भने चाहिँ यो खराब हुँदै जाने हो। हस्, धन्यवाद।